कथा किंवदन्तीहरू प्रस्तुत गर्ने क्रममा ललितपुर जिल्लाको बुङ्गुमतीमा अवस्थित कार्यविनायक सम्बन्धी जानकारीहरू प्रस्तुत गर्दैछु। कार्यविनायक मन्दिर ललितपुरको जावलाखेलदेखि करिब 6 किलोमिटरको दूरीमा अवस्थित छ। काठमाडौँ उपत्यकामा अवस्थित प्रमुख विनायकहरूमध्ये कार्यविनायक पनि एक प्रमुख विनायकको रूपमा प्रसिद्ध रहेको छ। कार्यविनायकलाई कार्य सिद्ध गर्ने गणेशको रूपमा मान्दछन्। एक किंवदन्तीका अनुसार लिच्छवी राजा नरेन्द्रदेवको शासनकालमा नेपालमा 12 वर्षसम्म पानी नपरी हाहाकार भएको अवस्थामा गुरु शान्तिकर आचार्यको सल्लाह अनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका गुरु बन्धुदत्त आचार्य र ललितपुरका रक्षक र किसानले कामारू कामाक्षामा गई मसिन्द्रनाथलाई नेपालमा ल्याउन कामारू कामाक्षामा प्रस्थान गर्नु पूर्व यस स्थानमा कार्यविनायकको विशेष पूजाआजा गरेको थियो भन्ने कथन रहेको छ। ऐतिहासिक दृष्टिकोणले हेर्दा नेपाल सम्वत 511 लेखिएको कवि धर्मगुप्तको रमाङ्क नाटिकामा सर्वप्रथम कार्यविनायकको उल्लेख भएको पाइन्छ भने कार्यविनायकमा पाइएको शिलापत्रमा नेपाल सम्वत 781 चैत्र कृष्ण पक्ष सप्तमी बिहिबारका दिन बुङ्गुमतीका नायके पूर्णसिंहको मातहतमा 16 जना बारा समुदायका स्थानीय बासिन्दाहरूको चतुर्दशी गुठीबाट मन्दिर बनाई कार्यविनायकको विधिवत रूपमा स्थापना भएको हो भनी उल्लेख गरिएको छ। यस कार्यविनायक मन्दिरमा प्राकृतिक रूपमा बनेको गणेश आकार आउने शिला रहेको छ भने पछि मात्र चाँदीले लेपिएको कलात्मक गणेशको मूर्ति राख्ने गरिएको हो। प्रत्येक वर्ष घोडा जात्राको दिन सुनले लेपिएको गणेश मूर्तिलाई खटमा हाली जात्रा गरिन्छ। निकै मनोरम स्थानमा रहेको यस कार्यविनायक मन्दिरको नजिकको दूरीमा रातो मसिन्द्रनाथ, हैग्रीव, भैरवनाथ, मनकामना माई लगायतका देवी देवताहरूका मन्दिरहरू रहेका छन्। कार्यविनायक मन्दिर नजिक रहेको झोलुङ्गे पुल पार गरी उक्त मन्दिरहरूमा पुग्न सकिन्छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिकोणले अति नै महत्त्वपूर्ण रहेको यस कार्यविनायक मन्दिर रहेको जङ्गल पहिरोको जोखिममा रहेको हुनाले यथाशीघ्र पहिरो रोकथामका उपायहरू गरी यस कार्यविनायक मन्दिर र जङ्गललाई जोगाउनु पर्ने देखिन्छ। विशेष गरी मङ्गलबार र शनिबारका दिन यस कार्यविनायक मन्दिरमा भक्तजनहरूको विशेष भिड रहने गर्दछन्। धन्यवाद।